बयला कसै सब्जी पकाउँदैछ पार्लर हेर्नुहोस् त डरलाग्दो पानी त्यो मेरो छोरा त क्यामेरा भनेपछि त आई हेट क्यामेरा भन्छ नि हौ है भाइ। हेलो खामडी म सबैजना मेरो युट्युब फ्यामिलीलाई आई होप तपाईँ सबैजना ठिकै हुनुहुन्छ होला है। अन्त म पनि एकदमै ठिकै छु। सो तपाईहरु जो पनि यहाँ नयाँ हुनुहुन्छ है प्लिज मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु, लाइक शेयर कमेन्ट्सहरु पनि गरिदिनु होला भनेर भन्न चाहन्छु है। अनि अहिले फिलहाल चाहिँ म निकै फिट भइसकेको छु है। मार्गीले त अझैसम्म पनि नाकी नै छु है। अन्त नानीलाई पनि मार्गी, आफूलाई पनि मार्गी त्यस्तो है। अन्त यति बेला चाहिँ मार्गीको सिजन त्यस्तो डलक गरेछ, सबैजना त्यस्तै भएछ, नानी ठुलोलाई पनि है। अन्त सबैजना तपाईहरु पनि जोगिएर बस्नु होला है। अन्त सो त्यस्तै हो। आज चाहिँ साथीहरु मैले चाहिँ मेरो खाजा फेरि बनाउन स्टार्ट गरिरहेको छु है। अन्त आजको चाहिँ मैले यस्तो खालको रोटी बनाइरहेको छु, सफ्ट छ, एकदम सफ्ट खालको छ है। यो चाहिँ अघि बनाएको हैन, पुरै सफ्ट भइसकेको छ, यस्तो यम भएर छ है। अन्त यस्तो खालको रोटी बनाउँदै छु म चाहिँ यहाँनेर। अन्त यहाँ पे अब यो यस्तो पकाउँछ। अन्त चाहिँ अब यो पाकेपछि चाहिँ पुऱ्याउनु पर्छ। अन्त मेरो छोरा चाहिँ यहाँनिर खेल्दै बसिरहेछ है। तबबाट मम्मा छोराले यहाँ मम्मा पकाउँदैछ। Nose is coming out. Your nose is coming out. The roots. Oh my god. Mata. Mata. Baby, shut up. La. In baby no. Shut. Kun de shut. I'm shut. Wait. La. When wait. Baby, I'm baby. I'm no. Kun shut. उसलाई चाहिँ भन्यो चाहिँ उफै जान्छ हैन। अन्त पुस्छ लुगारमा, उसको मार्गी पुरा पाकिरहेछ नि। यस्तो फुलेर आउँछ। दिस इज पर्फेक्ट रोटी भइरहेछ आज चाहिँ। गाइस मैले चाहिँ यो चाहिँ अस्ति सफा गरेको हैन, गर्दै थिएँ। अन्त बिमारले गर्दाखेरि चाहिँ इन्कम्प्लिट भएको थिएन, सक्नै सकेन नि त। अन्त यस्तो जङ्गल भइसकेको छ है। अब म चाहिँ अब यो गोड्नु लागेको। यो कस्तो हेल्दी आएको छ नि, यहाँ माथिहरु पनि कस्तो हेर्नुस् त है। अब गोड्नुपर्छ। दुईजना चाहिँ यहाँ हेर्न, उइ बाहुबली तर्फ बाहुबली रा मम्माको चुला तर्बत मामा मुख आक्छ मुख आँकमा छ। अब यो त बदमास डरो गर्छ नि, मार्गी पाकेर बिचोक। खोइ अलिक पस्छौँ त। ओ जर्यो न, ओ पानी पर्नु आँट्यो, छिटो गर्नुपर्छ अब। काम छैन दाम छैन अलि त तर्बत, काम छैन दाम छैन अलि हाम्रो। यो चाहिँ नाम्प्रिक स्कुलको ग्राउन्ड। अस्ति यहाँनिर चाहिँ नानीको प्ले ग्राउन्ड थिएन, उयो सामानहरू अहिले चाहिँ तल सिफ्ट गरेको रहेछ। अन्त यहाँ चाहिँ फुटबल खेल्दो रहेछ। यहाँ चाहिँ पुरा कन्जेस्टेड थियो नि त, अहिले चाहिँ ठिक छ। ऊ तारबट र बाउ चाहिँ यहाँ तल हिँड्दैछ। तारबट घरमा बस्नु नमानेर यहाँ चाहिँ लु पनि छ। से हाई हाई गरिदिनुहोस्। जाउँ दिदी।
अरू चाहिँ काम भन्दा बेसी हल्ला गर्दैछ दुईजना चाहिँ भैदार फ्याँक्ने चाहिँ मेरो हस्बेन्डको काम खेल्ने मेरो काम अरे दुईजना खतरा छ है हाम्रो खेतला मेरो खेतला बिस्तारै बिस्तारै खुट्टामा लाग्छ है तल चाहिँ चिन्लप यहाँ चाहिँ लुपुन्दी गल्यो अब बिसँगै बिसँगै ल बिसँगै खन्नु है ए दुईजनाले न्युको ड्याङ उल्टा बिगारिदिने रहेछ नि हौ म सट्टा सट अब फेरि हो खुट्टामा लाग्छ है लाग्छ है चिलप थाक्यो थाक्दो रहेछ ओ लाग्छ लाग्छ है मेरो खेतलाहरू ढुङ्गै ढुङ्गा यस्तो साह्रो पर्दैछ रामपाले निकाल्नु पर्दैछ हौ मेरो हस्बेन्डले चाहिँ ढुङ्गाहरू निकाल्दैछ यसरी गडङ गडङ गर्दै त्यो पनि बिस्तारै गर्नुहोस् है जो गाइस हाम्रो बारी खन्न चाहिँ अब सकिसकेको छ है अन्त अब चाहिँ म चाहिँ ड्याङ बनाउँछु अनि चार बन्नु आँटेछ अन्त चाहिँ मेरो हस्बेन्ड चाहिँ उयो ढुङ्गा ठुल्ठुलो थियो कि निकालेको त्यो चाहिँ उसार्दै बाहिर उतापट्टि मिलाउँदै राख्दैछ यहाँनिर हो यहाँ हेर्नुहोस् है मेरो मकैहरू दामी आउँदैछ हो इस कस्तो दामी जर्मिनेट भइरहेछ यो मकैहरू अनि तलहरूमा सबै मजाले आइरहेछ लु है अब हामी चाहिँ यहाँ ड्याङ पनि बनाइसक्यो यो चाहिँ लास्ट ड्याङ हो अझ यो ढुङ्गाहरू सबै चाल्नु पर्छ ढुङ्गै ढुङ्गा छ यति थुप्रो बेसमा मजाले उयो गरेर त्यहाँदेखि मात्रै घिउ लाउनुपर्छ बयला कसै सब्जी पकाउँदैछ पार्लर अर्को बदमास गर्ने गर्दैछ म र नानी यहाँ बसिरहेको छु नदेखाउनु पर्नेछ म त लाउँछु कि रुममा ओइ मेरो पानी ल्याइदिए कसले पढेला मिलाउने भन्छौ साथीहरू म चाहिँ माथि बारीमा काम गर्दै थिएँ होइन नयाँ बारी खोल्दै थिएँ अन्त अचानक पानी यस्तो डेन्जर पानी पऱ्यो नानीले त बर्बाद गराउँछ यस्तो डरले पानी पर्दैछ साथीहरू म तपाईँलाई देखाइदिन्छु है त हेर्नुहोस् त कस्तो डरलाग्दो पानी फेरि कम्ती हुन्छ होइन फेरि डरै लाग्छ ठुलो पर्छ त्यस्तो भएर चाहिँ मेरो फुलहरूको बिजोक भएर चाहिँ साथीहरू हेर्नुहोस् त है आगी दिन्छ चाहिँ बसी नसक्ने भइरहेको थियो मेरो छोरा त क्यामेरा भनेपछि त आई हेट क्यामेरा भन्छ नि हौ है भाइ त्यो मैला भइरहेछ मेरो छोरा पनि अहिले छु